तपाईँ धर्मरक्षक हुनुहुन्छ होइन? बालन सरकारलाई के भन्नुहुन्छ? कस्तो काम भइरहेछ हेर्नुहोस् त। तपाईँले ग्यास बाल्नुहुन्छ कि दाउरा चुलो के छ? मैले त ग्यासको सिलिन्डर चाहिँ फालेको छ, चिया पकाएर खान चाहिँ दाउरेमै भएको छ अहिले। अब नत्र चाहिँ अब कोही चाहिँ साथीभाइ आउँदाखेरि चाहिँ तातो पानी तताएर दिनुहुन्थ्यो, अहिले दाउरे बाल्न परेको छ। किन ग्यास पाइएन? छैन, अब यो अहिले सबै समस्या छ भन्छन्। अब मिडियातिर त घन्टी बजाउँदै ग्यास खोजेर हिँडा पनि देखिरहेको छ होइन। भन्दा अब सरकारलाई कसरी के भन्नुहुन्छ ल भन्नुहोस्? बालन सरकारलाई तपाईँ एउटा शक्तिशाली गुरु भएको नाताले बालन सरकारलाई के भन्छ, कुकुर मात्रै उसको हातखुट्टा तानेर खसाल्ने धेरै लागेर छन्, सचेत रहनु भन्छु त्यति। तपाईँ को लागेको छ उहाँको विरुद्धमा उहाँलाई असफल पार्न? षड्यन्त्रकारी को उठाएको भनिदिनुहोस् यहाँबाट? जसले पार्टीमा ल्याएर चाहिँ प्रधानमन्त्री बनायो रवि लामी छाने? को होला? रवि लामी छाने नै यो सरकारलाई असफल पार्ने मान्छे। त्यसो भए तपाईँहरूलाई एउटा पोइन्ट दिन्छु। जतिखेर हिन्दू बजरङ्ग दलले गृहमन्त्री सुदनसँग हिन्दू राष्ट्र चाहिन्छ भनेर चाहिँ मौखिक रूपले कागज गरे के गरे नि होइन, त्यतिखेर त्यो कागज गर्ने मान्छे को थिए त भन्दा राष्ट्रपाको कार्यकर्ता थिए, भन्दा उम्मेदवार थिए। उम्मेदवार भन्दा बालन सरकार कमजोरी गराउन को लागेको छ? जसले पार्टीमा ल्याएर प्रधानमन्त्री बनाए त्यही पार्टीका कार्यकर्ताहरू लागेको छ भन्ने कुरो प्रष्ट जनताले नबुझ्या हुन् कि बुझी पनि बिच पचाएको हुन्। त्यसैले यसैको सङ्केत हो बालन उसले गरेको कामको कारणले गर्दाखेरि पनि अपराधको दण्ड त भोग्नै पर्छ, हामीले देखेको छौँ। बालनले अपराध दण्ड भोग्नुपर्ने के अपराध गर्नुभएको छ? कसलाई मार्नु भएको छ उहाँले? त्यस्तो होइन। अनि सिंहदरबारको आगो लगाएर कसले लगायो आगो? तपाईँसँग प्रमाण छ? तपाईँ बोल्ने हो यसरी? कस्तो हो? अनि सिंहदरबार आगो लाइ भनेर भन्ने पार्टीहरू को हुन्? अगाडि सांसद छैनन् अहिले। प्रमाणको कुरा हो र? तपाईँहरूको मिडियाबाट देखेको होइन, झेलबाट कसले निकालेको? सिंहदरबार कसले आगो लागेको? दमकल त्यो नजिकैको दमकललाई त्यो आगो निभाउन नजा भनेर कसले भनेको होइन? तपाईँ आरोपमा नजानुहोस् न। यो सरकारलाई सफल पार्न तपाईँ जस्ता बाबा गुरुको पनि योगदान हुनु पर्दैन भने? सफल यति जानी हो भने वैदिक योगी सत्य सनातन राष्ट्र नेपाल स्वतन्त्र राष्ट्र नेपाल घोषित गर। अमेरिका साम्राज्यवाद र भारत विस्तारवादको गोटी नबन। नेपाली जनताहरूलाई सुकुम्बासीलाई लखटेर, मकै पोल्नेहरूलाई लखटेर, नेपालीहरूलाई सोझा साझा नेपालीहरूलाई लखटेर टाइसुट लाउने मात्रै नेपाल नबनाऊ होइन। गरिबको पनि देश हो, गरिबको पनि बस्ने ठाउँ हो। त्यसै कारण हामी यो के भन्छौँ भन्दा हिन्दू मुस्लिम किराँत बौद्ध धर्म क्रिस्चियन भनेर दुनियाँ यहाँ सम्प्रदायहरू चाहिँ जुझेको कारणले तिनको एउटै समाधान भनेको के हो त भन्दा यो सृष्टि उत्पत्तिको वैदिक योगी सत्य सनातन स्वतन्त्र राष्ट्र नेपाल घोषणा गर र यो मन्त्रालयले यो संस्थाले मागेको मागलाई पुरा गर कि यो बालन सरकारले पनि देशलाई शान्ति दिन सक्छ। अहिले के भन्छन्? बालनले राजा ल्याइदिन्छ अरे, कोहीले को ल्याइदिन्छ अरे, कोहीले के ल्याइदिन्छ अरे भनेको भरमा देश कहिले राज संस्था राजाको राजदरबारको हत्याकाण्डहरू छानबिन गर्छ अरे, कहिले निर्मला पन्तको के अरे हत्याराहरू छानबिन गर्छ अरे। यो रिएको भरमा उही के अरे जुन जोगी आए पनि कानै चिरिएको जस्तो होइन, जुन फकिर आए पनि त्यही पारा, जुन मन्त्री आए पनि त्यही पारा। आश नगर्नु त बा आश नगर्नु। आशा लाग्दो काम के गर्यो? यो त तपाईँको धार्मिक नेता। हाम्रो त हेर्नु त पुरै एकदमै विधि प्रक्रिया अनुसार शपथ ग्रहण खाएको प्रधानमन्त्री होइन बालन शाह? हामीलाई थाहा छैन। वैदिक हिन्दू धर्मको उहाँ त परिवारमा हुर्किया मान्छे, जन्मिया मान्छे। दलाई लामाको सेनाहरूको शपथ खाएको के बुझ्नु भएको छ तपाईँ? बालन शाहले। अनि हामीलाई थाहा भयो वैदिक यो भूमि यति हो भने वैदिक गुरुहरूलाई त्यो अनि त्यो के श्राद्ध गरेर हिँडेर व्यापार धर्म व्यापार गरेर हिँड्नेलाई बोलाएको होइन? होइन त्यत्रो चाहिँ तपाईँको बटुकहरू त्यत्रो चाहिँ त्यत्रो भने कत्रो? त्यो बटुकहरूले वैदिक शब्द कहिले बोले? वैदिक धर्मलाई वैदिक यौगिक सत्य सनातन धर्म राष्ट्र नेपालको शपथ खानु पर्यो हाम्रो भने यहाँ। कमसेकम धार्मिक त हुनुहुन्छ नि त हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह। तपाईँको आँखाले देख्दैन भने चस्मा खोल्नु पर्ने भयो। अब चस्मा तपाईँले चाहिँ चस्मा लगाउनुहोस्। धार्मिक नेता भनेको के? उनको श्रीमतीले अघिल्लो दिन झापामा चुनाव हुनुभन्दा अघिल्लो दिन के भनेको भिडियो हाल्नु तपाईँलाई? के भन्नुभयो खै देखाउनुहोस् त, सुन्नुहोस्। हालेलुया म हाल्दिउँ न तपाईँलाई, तपाईँ वाट्सएपमा मेरो हो छ, म सुनेको छु, त्यो देखाएको छु मैले। अब तपाईँ अब कसको पक्षमा? तपाईँ नेपाल भूमिको राष्ट्रिय धर्म पहिचान के हो तपाईँलाई सोधेँ। पहिला यसको उत्तर दिनु अनि म बोलेँ होइन। के हो राष्ट्रिय पहिचान? राष्ट्रिय पहिचान त हाम्रो नेपाली हो। नेपाली नै राष्ट्रिय पहिचान हो।
त्यसपछि त्यो नेपाली पाकिस्तानमा पनि पुगेछ, अमेरिकामा पनि पुगेछ, त्यहाँ गएर राष्ट्रिय पहिचानमा नेपाल हो भन्न पाउँछ त्यसले, या नेपाल अमेरिका बनाइदियो भन्न पाउँछ त्यसले? पत्रकार भएर गहिरिएर बुझ्नुहोस्। के त भन्दा नेपालको राष्ट्रिय पहिचान के हो? के हो पहिचान? नेपाली हो, नेपाली हो। त्यो नेपाली बसेको भूमिको माटोको धर्म नाम के हो? हिन्दू, वैदिक हो। वैदिक भए तपाईँले पनि फैलाउनुहोस् वैदिक यौगिक सत्य सनातन भूमि हो भनेर, किनकि अरूले आक्रमण गर्न नपाओस्। हिन्दू, बुद्ध, किराँत, जैन, सिख, क्रिस्चियन सबै साझा मानव हुन्। यसरी जानुहोस्। यदि यो देश एकीकरण गर्ने हो भने हिन्दू राष्ट्र एउटालाई गराइदिने, बुद्धलाई जुदाइदिने, किराँतलाई एउटा राष्ट्र बनाइदिने, अर्को विदेशीलाई जुदाइदिने गर्ने नेताहरूको पक्षमा लाएर तपाईँ पत्रकारिता तपाईँहरूले गर्नुहुन्छ नि, देशको समस्याको समाधान तपाईँहरूबाट हुन्छ र? हुँदैन। समस्याको समाधान एक हेर्नु न, रवि लामी छाने र बालेन शाह दुई भाइ एउटै घरका दुई भाइ जसरी मिलेर एकले अर्कालाई प्रधानमन्त्री बनाए। अब रविको पालो 5 वर्षपछि प्रधानमन्त्री बन्ने हिसाब किताब चल्दैछ क्या त्यहाँ। तपाईँ चाहिँ फेरि किन उल्टो कुरा गर्नुहुन्छ? भाइ भन्यो के कंस र रावण होइन नि, एउटा कंस एउटा रावण। कंस को रावण भन्नुहोस्? कसरी अब कोहीको श्रीमती दुध एउटा अरे, पासपोर्ट दुध एउटा अरे, के नागरिकता के अरे, अब चाहिँ यो के अरे सहकारी के गरे अरे, होइन? अब बालेन शाह सिंहदरबारमा आगो लगाइदिन्छु, उसको श्रीमतीले रोक्दा भनेको हो, बोलेको कुरो पुरा गरेकै हुन् क्यारे भन्दाखेरि अब उनीहरूलाई के भन्ने, राम र लक्ष्मण भन्ने कि कंस र रावण भन्ने? राम लक्ष्मणको जोडी भन्दै जनकपुरमा निकालिएको थियो र्याली, जनताले बुझेका छन्। त्यो जनकपुरमा के गर्यो? त्यो जनकपुरमा के गर्यो खै? अनि के गर्यो? त्यो जनकपुरमा हिन्दू र मुस्लिमलाई के गर्यो? कसले गर्यो? समुदाय एक आपसमा जुधे नि डिजे कारणले गर्दा। हामी त भन्छौँ जहिलेसम्म यो दानवीय युग चल्छ नि, यो जातीय दण्ड नै चलिरहन्छ। यो जातीय दण्डको सपोर्ट गर्दा गर्दै यिनीहरूको 5 वर्ष बित्ने हो। यता जानुहोस्। देशको आजसम्मको समाधान तपाईँले जो आए पनि तपाईँले यही तरिका बित्यो। त्यसैले देशको समस्याको समाधान अब धार्मिक देशले गर्छ कि राजाले समाधान गरेन, काङ्ग्रेसले गरेन, कम्युनिस्टले गरेन, माओवादीले गरेन, अहिले आएको लौरो हल्लाउँदै र घन्टी ठटाउँदै आएकोले पनि नगरेर विदेशी मुखी नै हुने भइसकेपछि अहिले यो देश टिबेटनको सेना, अमेरिकनको सेना, पाकिस्तानको सेना, भारतको सेना, नेपाली सेना चाहिँ दङ्ग परेर हेरिरहेछ। जसले जे भने नि भकुण्डो चाहिँ बन्नु परिरहेछ, होइन र? एउटा साधारण एउटा पालेले हल्लाइरहेछ सेनालाई, पालेले नगरपालिकाको पालेले हल्लाइरहेछ, होइन? पाले होइन, उहाँ त बालेन शाहको सिपाही हुनुहुन्छ नि, इमान्दार सिपाही। अब पाले भन्नु र सिपाही भन्नुमा के फरक पर्यो? एउटै त हो। सिपाही भनेको त कर्मठ रे के, कर्मठ उसको लागि गर्नेवाला, त्यही त ज्यान थाप्नेवाला। पालेले पनि त लौरो लिएर त कर्मठ काम गर्छ नि, गेटबाट अरूलाई मालिकको बाहिर छिर्नु दिँदैन नि त। कसले गर्यो यस्तो काम चाहिँ? हो, अब कहिले गर्यो कसो गर्यो त्यो छापछापै होला, कता के गरेको सुनेको पनि थियो। त्यस कारणले राजनीति भन्दा हामी धार्मिक हौँ। धार्मिकलाई लात्ताले हान्नको कारणले धार्मिक व्यक्तिहरूले पनि दण्ड पाएको। अब फेरि यो पुरानो नेताहरूलाई जस्तै हामीले पनि यिनीहरूलाई पनि शराबको अन्त्य गर्न परोस्। फेरि अहिले योभन्दा न्युज भनेको थिएँ 2082 सालभित्रै राजनीति दलीय नीतिहरूको अन्त्य हुन्छ भनेको थिएँ मैले, योभन्दा 7 वर्ष। तर अन्त्य भएन। किन भएन? के हो त यो नयाँ पार्टी आयो त? किन हो? जति पुरानो खाएर बसेको थिए तिनको अन्त्य भयो। त्यो पुरानोले गरे जस्तै गरे भने उनीहरू त वर्षौँ र 5 वर्ष 10 वर्ष टिके, यिनीहरू चाहिँ 2 वर्ष पनि टिक्दैनन्, पत्ता साफ हुन्छन्। फेरि तपाईँको जन्जालबाट एउटा भने बालेनको सरकार मक्सिर महिनाको भित्रै ढल्दैछ। क्लियर गर्नुहोस्। फेरि एकचोटि भन्नु त तपाईँको उद्घोष, बाबाजीको उद्घोष। बालेनको सरकार मक्सिर महिनाभित्र ढल्दैछ। सरकार कसको आउँदैछ फेरि? पार्टीको। अब कसको आउँछ? पार्टीले रवि लामी छाने बस घुमाएर भारत र अमेरिका र दिल्लीले निर्णय गरिसकेको छ को बन्ने प्रधानमन्त्री भनेर। अब बल्लाको बल्ला समयले बताउला, आएको स्टेपमा भनौँला मैले। रवि लामी छाने बन्ने? पालो कुरेर बसिराछन्। यो देश नेपाल त्यस्तै त प्रधानमन्त्री बनाउन खोजिरहेको छ विदेशीले। कस्तोलाई देशभक्ति होइन त त्यसो भए? देशभक्त त नेपालीले देखेका छन् नि। अनि रवि लामी छाने को त? हामी जङ्गलमा बसेर साधुले त्यति देखेका छैनौँ, होइन? त्यस कारणले रवि लामी छाने भनेको तपाईँले त्यसो भए अपराधी छान्नु भएको छ अहिलेसम्म? नेपाली जनताले के ठाने? त्यत्रो 52 लाख मत कसले दियो त? तपाईँले दिनु हो? 52 लाख तपाईँ मात्रैले हाले त होइन? कसले? हामीले त तपाईँहरू 1-2 जना बाबाले नहाल्दैमा कहाँ हुन्छ? पहिलाको नेताहरूले गरेको भन्दा यिनीहरूले डबल गरे। यिनीहरूले पहिलाको नेताहरूले अलिअलि साटसुट गर्थे, त्योभन्दा अगाडि अहिले यिनीहरूले चाहिँ अब छाप हान्ने साथै घन्टी मात्रै देख्ने बनाएर ल्याए। इआईको सिस्टम चलाएको छ क्या नि अहिले नेपालमा, होइन? नेपालमा नि विश्वभरि छ त्यो त। बस जे हेर्दा नि घन्टी मात्रै बस, होइन? त्यो इआईको सिस्टमले जित्या भने, होइन? मैले पहिले भनेको थिएँ, तपाईँको कहाँ हुनुहुन्थ्यो?
यदि यो अहिले जेएनजी सरकारले घन्टीले जित्ने भयो ग्यारेन्टी हो भने 21 गते चुनाव हुन्छ, होइन भने यिनीहरूको 17 र 18 मा मिटिङ बस्दैछ र त्यो 17 र 18 बाट तिनीहरूको ससेस पास भएन, आर्मीले पूर्ण सहायता नगर्ने यदि हो भने चुनाव हुँदैन भने उनीहरूले जित्ने भएपछि चुनाव भएको होइन र? यो त पक्का हो। त्यो पनि के अरे हलेलुयालाई पुकार्दै होइन, श्रीमतीहरूले बालनको श्रीमतीहरूले होइन। तपाईँले झापामा चुनाव अघि बालन शाहको श्रीमतीले हालेलुया भनेर एउटा कुनै क्रिस्चियन धर्मको कुनै शब्द, ती शब्दहरूलाई तपाईँले विरोध गर्न जरुरी छैन नि। त्यो मान्छेले त हरेक धर्मलाई पनि त मान्दै अगाडि आउन पाए नि, पाएन? हरेक धर्म भनेको त्यो धर्म कतिवटा हुन्छ तपाईँ सोधिमा? हरेक धर्म भनेको त्यो र धर्म कतिवटा हुन्छ? नेपालमा धर्म 12वटा आसपास छ, 12वटा भन्दा बढी। 12 के भयो धर्म? 12 तपाईँलाई थाहा छ सबै कुरा। अब त्यो जातीय धर्मलाई धर्म भन्नुहुन्छ तपाईँ? हाम्रोसँग कुरा नगर्नु यो कुराहरू। जातीय धर्मलाई हामी धर्म भन्दैनौँ, मानवले मान्ने धर्मलाई भन्छौँ, सादा मानवले मान्ने धर्म हो, त्यसलाई हामी धर्म भन्छौँ। अब तपाईँले 12वटा हिन्दू, मुस्लिम, किराँत, बौद्ध, सिख, सनातन हिन्दू तपाईँले आफ्नो मनमानीले अब भोलिपछि अर्को फेरि अर्को रात भन्ने निस्किन्छ, त्यसलाई तपाईँ 13 बनाउनुहोस् होइन? त्यसरी हुन्छ? तपाईँको भाषाले त भयो नि त। होइन भने धर्म भन्ने 12वटा भन्नुलाई तपाईँले कहाँ पढेको, पत्रकारमा पढेको कि ज्ञानमा पढेको कि साधु सन्तबाट? हामीले देखिरहेको छौँ त कतिवटा धर्म छ हाम्रो नेपालमा। कतिवटा छ? कुन धर्म मान्दा भन्दा हिन्दू धर्म हिन्दू होइन। हिन्दूलाई धर्म भनेको तपाईँ के हो? के हो त्यो? हिंसक। हिन्दू हिंसक हो? हिंसक हो। काटमार गर्ने, जुझ्ने, लड्ने ठाउँ के अरे जिम खाना खोल्ने नै हिंसक हो। तिमीहरू जम्मै के अरे हिंसक हो। ए हिन्दू भनेको हिंसक हो? त्यसो भए तिमीहरू काटमारमा रमाउँछौ। तपाईँ चाहिँ को त फेरि? तपाईँ हिन्दू होइन? म वैदिक, म सनातन, म योग ऋषिमुनिको सन्तान। अनि हिन्दू होइन तपाईँ? म हिन्दू होइन। हिन्दू भने चाहिँ के हो त? हिन्दू भनेको सम्प्रदाय हो, जाति हो, हिंसक हो। हिंसक हो? हिंसक हो। हिंसा मात्रै गर्छ यसले? हिन्दू भन्ने साथै हिंसक त्यो गनौनीको कुरै नगर्नुहोस् न भने होइन। तपाईँ धर्मको विरोध गर्ने? कसले भन्यो धर्म भने? हिन्दूको तपाईँले किन विरोध गर्नु? हिन्दू भनेको के हो? धर्म हो। हिन्दू भनेको तर हामी लेख्दाखेरि धर्म लेख्छौँ नि त। धर्म लेख्छौँ। कुन धर्म मान्छौँ भन्दा हिन्दू भन्छौँ नि त हामीले भन्दाखेरि। सम्प्रदाय हो मेरो भाषाले। मेरो भाषाले सम्प्रदाय हो। अब तपाईँ भाषाले धर्म हो भने मलाई डिबेट नगर्नुहोस्। धर्म भन्ने कुरो प्रमाण गरेर देखाउनुहोस्। हिन्दू तपाईँले हनुमान चालिसा पढाएको छ? छैन। छैन भने तपाईँलाई हिन्दू हो धर्म भन्ने कुरो कसले सिकायो? हो भरमा हा भरौँ धर्म भन्ने तपाईँले पढ्नुहोस्। यदि धर्मशास्त्र किताबमा हेर्नुहोस्, पहिल्यै हिन्दू भन्ने शब्द लेखेको छैन। अनि बोल्नुहोस् तपाईँको टुप्पीको रौँ कपालमा 10 लाख रौँ भयो भन्दा मेरो कन्चेटो रौँ टुप्पी भन्नु पत्याउँछ कतैले? वाहिद कुरा त्यसो यो के हो त? यो बौद्धिस्ट बुद्ध धर्म चाहिँ के हो त? त्यसो सम्प्रदाय हो। अनि यो क्रिस्चियन चाहिँ? सम्प्रदाय। इस्लाम चाहिँ? सम्प्रदाय। अनि धर्म भने चाहिँ के हो? धर्म भनेको वैदिक हो। जसले यो जगत र पृथ्वी बनायो त्यसलाई धर्म भनिन्छ। तपाईँले बनाएको धर्म मुसलमानले बनायो है पृथ्वी भन्नु, क्रिस्चियनले बनाएको? त्यसो तपाईँले बनायो त? तपाईँले त आफूले वैदिक गुरु भन्नुहुन्छ आफूले। वैदिक ए बाबा वैदिक धर्मले बनायो। त्यो धर्मले बनाएको ठाउँमा हामीले बसेको छौँ हामी। तर तपाईँहरूको पहिरन यसो हेर्दाखेरि त हिन्दू धर्म जस्तै छ नि त? या हिन्दू भनेर कहाँ लेखेको देख्नु? तर कमसेकम हिन्दू हो। तपाईँले त तपाईँ शिवको गुरु चेला हिन्दू हो। नामको ट्याग नराख, मुख सम्हाल पत्रकार। धर्मको विषय जानकार छैन भने सिक्न जाऊ, कलश क पढ। अनि शिवलाई महादेवलाई कसले मान्छ त? इस्लामले त मान्दैन। वैदिक धर्मले मान्छ। उनीहरूले पनि मानिरहेछ। तिमीले पनि मान्न नदेखेको भएर तिम्रो आँखाले भेटेर भनेर तिमीले चाहिँ मान्दैन भनेर निर्णय गर्ने तिमी को हो? अनि इस्लामले मान्दैन होइन? मुस्लिमले मान्छ त? त्यो शिवलिङ्ग त मानेको छ त? मानेको छैन। हामी दुध चढाउँछौँ, ऊ रगत चढाउँछ। यति चाहिँ बुझ्न सक्दैनौ? ए हो र? त्यस्तो हो? यति चाहिँ बुझ्न सक्छ। धर्म भन्ने कुरो ध भन्ने थाहा नहुनेले धर्मको विषय योगीसँग गर्ने, राजनीतिको कुरा गर, हिजो बेलुका के खायो भन्ने कुरो थाहा नहुनेले धर्मको कुरा गर्ने। भाइ हनुमान चालिसा पढाएको छैनौ, दुर्गा चालिसा पढाएको छैनौ होइन? कुनै कार्यहरूको लागि हामी त साइन्सका विज्ञानका किताबहरू पढ्छौँ नि त। विज्ञान भयो के त? यो पृथ्वी कहाँ आयो? विज्ञान होइन? किताबभित्र के छ? अर्बौँ वर्षपछि आफै यो चाहिँ विकसित हुँदै आयो क्या वैज्ञानिक हिसाबले। अर्बौँ वर्ष भने कति 100 वर्ष? त्यो ए मेरो जिजुबाजेले हगेर यो त बनाइदिएको छ अरे भनेर कुरा गरेर हुन्छ? त्यो हावा कुरा नगर क्या। यो यस्तै हावा पत्रकारिताको कारण त्यसरी दुर्घटना गएको छ। हावा पत्रकारिता हेरेर तपाईँसँग जवाफै छैन। अनि किन जवाफ छैन? किन छैन? यो पृथ्वी कहाँ आयो? तपाईँले ल्याएको होइन? आकाश कहाँ आयो? तपाईँले पनि ल्यायो होइन? आध्यात्मले बनायो। तपाईँले पनि ल्याएन, मैले पनि ल्याएको होइन। मैले ल्याएको भनेको छ र तपाईँ ल्या भनेर सन्कोनी कुरा गरेको? यस्तो कुरा नगर। तिम्रो शब्द बन्द गरेर नबोल। अरू सोध्छ भने सोध्छ। तिमीसँग पत्रकारिता गर्नलाई क्षमता छैन, अर्कै क्षमता छ तिम्रो। हामीसँग नभइकन यो यस्तो कुरा नगर।